शिक्षकहरूको आन्दोलन झनै चर्किँदै गर्दाखेरिको समयमा म शिक्षकहरूलाई 4वटा सुझाव दिन चाहन्छु। पहिलो 1 नम्बरमा रहेको छ तपाईहरुको छोराछोरीहरूलाई बोर्डिङबाट निकालेर सरकारी स्कुलमा पढाउनका लागि तयारी गर्नुस्। किनभने यतिखेरको समयमा अधिकांश नेपाली जनताहरूले आफूले पढाएको शिक्षा पनि विश्वास नगरेको कारणले गर्दा नेपालको सरकारी स्कुलहरूको शिक्षकहरूले बोर्डिङ स्कुलमा आफ्नो छोराछोरीलाई पढाइरहेको कुरा आरोप लगाइरहेका छन्। अझै विशेष गरेर भन्ने हो भने एउटा गरिबको छोराछोरीले पनि आफ्नो छोराछोरीको भविष्यको लागि सरकारी स्कुलमा भन्दा बोर्डिङ स्कुलमा नै पढाउन चाहन्छन्। किनभने यतिखेरको समयमा सरकारी स्कुलहरूको शिक्षाको गुणस्तर कमजोर छ भनिरहेका छन्। यदि साँच्चै नै तपाईहरुले दिनुभएको शिक्षामा विश्वास छ भने तपाईहरुले पनि तपाईको छोराछोरीलाई सरकारी स्कुलमा भर्ना गर्नुस्। यदि साँच्चै नै यति काम गर्न सक्नुभयो भने भोलिको समयमा तपाईहरुलाई साथ दिनका लागि सम्पूर्ण नेपाली जनताले पनि साथ दिन सक्छ। र 2 नम्बरको सुझावमा रहेको छ यतिखेरको समयमा आन्दोलन गर्ने भन्दा सरकारी स्कुलहरूको शिक्षाको गुणस्तर कसरी बढाउने हो भन्ने कुरामा छलफल गर्नुस्। किनभने यतिखेरको समयमा आन्दोलन भन्दा सरकारी स्कुलहरूको शिक्षाको गुणस्तर बढाउन जरुरत छ। सम्पूर्ण नेपाली जनतालाई विश्वास दिलाउनु छ र त्यसको परिणाम स्वरूप नेपाल सरकारलाई पनि देखाउनु छ। त्यसकारणले गर्दा तपाईहरुले आन्दोलन गर्नुभन्दा तपाईहरुको शिक्षाको गुणस्तर बढाउनमा छलफल गर्नुस्। र त्यसपछि 3 नम्बरको सुझावमा रहेको छ तपाईहरुले माग राख्दै गर्दाखेरिको समयमा नेपाल सरकारले धान्न सक्ने क्षमता छ कि छैन यसको बारेमा पनि तपाईहरुले सोचिदिनु होला। सम्पूर्ण भयभरको अर्थ शिक्षकहरूलाई मात्रै दियो भने भोलिको समयमा देश कसरी विकास गर्न सकिन्छ यसको बारेमा पनि सोचिदिनु पर्छ। यदि साँच्चै नै तपाईहरु शिक्षक हो भने वास्तवमा नेपाल सरकारले तपाईहरुको माग पूरा गर्नका लागि साँच्चै नै सक्षम छ कि छैन यसको बारेमा पनि सोचिदिनु होला। र अन्तिम 4 नम्बरमा रहेको छ तपाईहरुको माग सम्पूर्ण नेपाली जनतालाई बुझाउने कोसिस गर्नु होला। यतिखेरको समयमा तपाईहरुको आन्दोलन थुप्रै दिन भएको भए पनि वास्तवमा शिक्षकहरूको आन्दोलन के हो भन्ने कुरा अधिकांश नेपाली जनताहरूलाई थाहा छैन। केको लागि बाटोमा उफ्रेको छ, केको लागि अहिलेको समयमा सरकारी स्कुलहरू बन्द भइरहेको छ यसको बारेमा वास्तवमा नेपाली जनतालाई बताउन जरुरत छ। साँच्चै नै तपाईहरुले माग्नु भएको माग सम्पूर्ण नेपाली जनतालाई तपाईहरुले बुझाउन सक्नुभयो भने भोलिको समयमा साँच्चै नै सही माग छ, जायज माग छ र त्यसपछि नेपाल सरकारले धान्न सक्ने क्षमताको माग छ भने सम्पूर्ण 3 करोड नेपाली जनताले पनि तपाईहरुलाई साथ दिन सक्छ। त्यसकारणले गर्दा तपाईहरुको माग सम्पूर्ण नेपाली जनतामा बुझाइदिनु होला भन्दै यो मेरो नितान्त विचार राख्दै तपाईहरुको पनि विचार के हो प्लिज सम्पूर्णले कमेन्ट गरेर आफ्नो विचार राख्न नभुल्न भन्दै म बिदा हुन चाहन्छु। थ्यांक यू, नमस्ते, अल अफ यू।